मकवानपुरको बकैया गाउँपालिकाले आर्थिक वर्ष 2082-83 का लागि 91 करोड 72 लाख 50 हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न 11औं गाउँ सभामा उपाध्यक्ष भक्तबहादुर खत्रीले बजेट प्रस्तुत गर्नुभएको हो। अघिल्लो आर्थिक वर्षमा 93 करोड 72 लाख रुपैयाँ विनियोजन गरिएकोमा यसपालि बजेट करिब 2 करोडले घटाइएको हो। बजेटमा आन्तरिक आम्दानीबाट 11 करोड 51 लाख, सङ्घीय तथा प्रदेश सरकारको राजस्व बाँडफाँडबाट 21 करोड 30 लाख र अन्तर सहकारी वित्तीय हस्तान्तरणबाट 58 करोड 91 लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। पूर्वाधार विकासका लागि 5 करोड रुपैयाँ बराबरको समपूरक कोष विनियोजन गरिएको छ। चिस्यान केन्द्र निर्माण तथा पोषण मैत्री स्थानीय तह घोषणाका लागि पनि विशेष अनुदान छुट्याइएको छ। सभामा शिक्षा, स्वास्थ्य, पशुपालन, कृषि र प्रशासन क्षेत्रमा उल्लेखनीय काम गर्ने कर्मचारीलाई नगदसहित सम्मान गरिएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने सहित वडाध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरूको सहभागितामा सम्पन्न भएको थियो।